आमामा यो हो नि त ल दादाले ल बाम बाम दाङ भयो नि त स्याडाहरू मगाउँदाले दाङ बनाएको है माछा के लाउँदैछौँ बाँसको शीतल यो पनि गर्नु अन्डा फ्राई थुप्रै छ नि त आज भेज हो भेज है यता अगाडि राख्नु न यता आउनु बुवा बिहानको चिया यस्तो बाटोबाट सट्ट भेज खान आयो यहाँ सरले चाहिँ पोरिङ गर्दै हुनुहुन्छ फ्राई पनि भइरहेछ है डराएको हेलो एन्ड नमस्ते सदाको जस्तै आज पनि हामी फिसिङ टुरको लागि आएको छौँ अहिले चाहिँ म खुरकोटमा आइपुगेको छु है साथीहरू चाहिँ उता आउँदै हुनुहुन्छ अनि म चाहिँ यहाँ खुरकोटमा आएर बसिरहेको छु अब चिसो खानु पर्ला एकछिन म चाहिँ रेस खेल्दै आएँ केटाहरूसँग अरू दुईजना चाहिँ आउनु बाँकी छ यता आएपछि अनि एकछिनमा भेटघाट गरौँला ल बसेर चिसो खान थालेको छु एकछिन यहीँ बस्नु पऱ्यो रमाइलो यात्रा चल्दैछ हाम्रो मकै चट्ट पसाउँदैछ बल्ल अनि यसो यहाँ चिसो खाएर अनि निस्कौँ भनेर साथीहरू पनि आइपुग्नु भयो एकजना मुख धुँदै च्याट्ट अर्कैजना उत्तरले जाने नि त अब सर तान्न जाने त खाना सर त साथी सर तान्दैन हामीले कति केजीको तान्ने लगभग 30 केजी घटी त तान्दैन हो 30 केजी हान्दिने ल साँधिने 5-10 किलो त फालिदिने हो सर आज लाग्छ नि हाम्रो यार म त लग्ने हो फालिदिने हो नि सानो लग्ने हो त्यो हो नि त सिमसर कति तान्ने त अब योभन्दा अगाडि कत्रो नै हामीले 17 होइन त 17 17.5 भन्दा तलको त के तान्नु है हुने होइन अब त रिलिज हो नि अहिले झोलाबाट झिएर फालिदिने हो घरलाई होइन पराङबाट फालिदिने ल अब उतै गएर भेटौँला खोलामा है अहिले चाहिँ हामी कुखुरे टारमा आएको छौँ अब यहाँबाट बाइकहरू चाहिँ माथि छ हाम्रो अनि हामी खानासाना खाएर त्यसपछि जाने फेरि फिसिङ गर्न अहिले चाहिँ यहाँ हामी टक्क हामी सबै किनालाई आएको छ पसलमा अनि किराना पसलमा दाल चामल नुन तेल सचारा पिरो खुसाराहरू त्यो सब गफ हो हाम्रो चाहिँ सामान यति मात्र हो हामीले धेरै किनेर छैनौँ अन्डा सन्डा मात्र हो गाइस हाम्रो चाहिँ यहाँनिर चाहिँ डह्रो होइन पुरै बल्छी नै खान्छ त भने अचानक हाम्रो यहाँ पुरै फिसिङ पुरा सहरको लागि चारो खोज्दैछ है हाम्रो चाहिँ यहाँनिर टक्रा सहरको लागि चारो खोज्दैछौँ ट्याक्क हामी दाजुभाइ 4 जना है गाइस ल गाइस मर्ने छ यता है गाइस आमामा यो हो नि त ल दादाले ल भएन ल गाइस लग भयो निकालिसकेको थियो ठुलो माछा आयो ल अनि आयो ल गाइस यो चाहिँ हाम्रो यो गोल्डन माछिरको लागि स्पेसल बेट हो है लाइभ बेट यही राखेर खेल्ने हो हामी है फिसिङको लागि चाहिँ तर हिँडिन्छ यस्तो बाटोमा पनि भारी बोकेर है ब्याग मेरो यत्रो ठुलो छ प्लस यहाँ रड भिरेको छु टेन्ट हातमा अनि बाटोको ताल यस्तो छ ए खुट्टा मात्रै अट्ने ठाउँ हो यस्तो भिरको बाटो हिँडेर पुग्नुपर्छ त्यो लोकेसनमा है यस्तो बाटोबाट हिँडेर जानुपर्छ है बाटो यस्तो चाहिँ खतरनाक छ तल झऱ्यो निकै खोलामा हो यता पनि यस्तो छ यो बाटो यही हो सानो फ्याँ गर्दै यो सामान बोकेर आइपुग्यो यहाँसम्म है सामानहरू त यहाँ छरपस्टै छ देखाइदिन्छु हेर्नु होला छ है बोकेर हिँडिरहेको छु म्याट स्याट सामान अलिक बढी भएको भएर यहाँ गरुङ्गो भएर बाटो फेरि यस्तो हो क्या पुरै क्याक्राक र गुफ्रुक भएको यस्तो पाहाडको बाटो हिँडेर आउने हो गाह्रो छ गाइस माछा मार्न गाह्रो छ नि यसोले हो के छ मासु फिक्स हो फिक्स ल अहिले चाहिँ हामी फाइनली लोकेसनमा आएर सेटअप गर्ने तयारीमा छौँ है लगभग
अहिले चाहिँ बेलुकाको 6:30 जति भयो। हाम्रो यहाँ अब तयारी हुँदैछ ट्याक्क सबै कुरा ल्याएर राखेको छौँ। अब टेन्ट सेन्ट एकछिनपछि हाल्नु पर्ला यतातिर। दाउराहरू यहीँ रहेछ इनफ पुग्ने हामीलाई सेटअप गरेर ट्याक्क हालेर सर तानिहाल्नुपर्छ। हेर्दै गर्नु होला। च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला। हाम्रो हिमाल सर ट्याक्क आउँदै हुनुहुन्छ यहाँ। अहिले चाहिँ हामी 7:30 बज्यो होला यहीँ छौँ। हाम्रो टेन्ट यता छ, टेन्टमा छौँ हामी बसिरहेको छौँ। हाम्रो चिजबिजहरू सब टेन्टभित्र राखेका छौँ। हाम्रो सर यहीँ छ। यो मुख छाडिराख्ने यही मान्छे हो है। रडहरू त हान्दा छौँ। अब यहाँ मेरो अझै 3टा हान्न बाँकी छ, एउटा मात्रै हानेको छु अहिलेसम्म। चेस्ट गरौँ त अलिकति हालौँ त। फिट हुन्छ सरलाई त्यति रातो चिया हो यो। चेस है ल लिगौँ लिगौँ। अब हामी हानिदिन्छौँ। अहिले चाहिँ हामी हावा र पानी बाहिर परेको कारणले हामी भित्र छौँ। यसरी लाइट साइट बालेर हुरी लास्टै बसिरहेछौँ। त्यही हो। माछा त्यो बाहिर ट्याँ गर्दैछ। माछा परेर होइन त्यो हावाले हल्लिएर हो। ल फाइनली गाइस माछा पऱ्यो 12 बज्यो यार। हो कहाँ छ? यो मध्यरातमा चाहिँ हाम्रो माछा परेको अवस्था अहिलेको चाहिँ है। राति यो माछा त परेको थियो तर यो अघि नैको त्यो हावाहुरीले गर्दाखेरि यो रिल पुरै जाम भएर तान्न एकदमै गाह्रो भइरहेको थियो मलाई। यो रिल जाम भएको कारणले गर्दाखेरि होला, त्यसले गरेर एकदमै गाह्रो भइरहेको थियो। त्यो तान्दाखेरि ठुलो माछा परे जस्तो फिल भइरहेको थियो। तान्दाखेरि चाहिँ त्यो रिल अड्कै छ ख्यार 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 गरेर। तर सानो रहेछ माछा चाहिँ। अब यहाँ माछा चाहिँ म तान्दैछु, केटाहरू त्यत्तिकै प्यानिक भइरहेछन् दुईजना। हेर आवाज सुन्नुहोस् न। ल है भुलिको लागि हान्दिनँ हौ भोलि। ल फाइनली बाघ मार गाइस यार। टोक्दैन भने यहाँ टोक्नेवाला होइन के राजा बामले कहाँ टोक्छ नि जीवन छ माछाले गरेछ है। ल है फाइनली गाइस हाम्रो बाम माछा परेको छ। हाम्रो खतरा भइरहेछ नि। कहाँ माथि लगायो कि धेरै भयो कि सर। अब त्यो रुमालको टाढो समातौ न। त्यो हानु न हौ पहिला ढुङ्गाले त्यो गरेको आवाज आयो। कहाँ मार्ने हो त? मार्ने होइन नि यसलाई। भन्दै जालीमा लिएर राख्ने हो र। बानेर राखे नि भयो। ल बानेर त यसलाई हुन्न, जालीमा चाहिँ हुन्छ होइन। तर बाम धेरै परे यसपालि है। यही हो यार ब्लाजर ब्लाजर गरिरहेको र यिनी के यहाँ तल माछा मारेकी जिउँदैछ। कहाँ मर्छ यो अहिले। बालुवामा यसरी राखेको छ अनि कहाँ मर्छ यो अहिले। हेर्न फेरि मुख छाडे कहाँको जाल फुन्दा हान्छ अहिले। रासँग मुखमा समातेर गर्नु न। म समात्छु, तपाईँले घोट्नु त। म यहाँ लाइट समाउने कि रड समाउने अरे। तपाईँले फेरि भिडियो होला होइन भने छन्। ल छिटो। अर्को के अरे झिनिके त्यो केटाहरूलाई चाहिँ यो माछाले टोक्छ भनेर एकदमै डर लाग्दो रहेछ होइन। त्यही पनि हामी ट्राई गर्दैछौँ त्यो भित्र बल्छी निकाल्नलाई। तर बल्छी निस्केकै छैन। टेन्सन भयो त नि एकदमै भित्र लगाएर रहेछ, त्यही पनि निस्केकै छैन बल्छी चाहिँ। कसरी झिने गाह्रो हुने रहेछ यो। भयो म के यो डराएको क्या। कहाँ डराउनु होइन नि त। प्रो फिसरम्यान डराएर अवस्था यस्तो छ हेर्नुहोस् त। कहाँ पुग्यो खोइ। आबु अरे ए हेर्दैछु कि यहाँ बल्छी यार निकाल्नलाई। खै हाम्रो त कहिले पाउँदैन क्या। यो माछालाई जिउँदै राख्ने भनेर त्यो हुक निकालिदिन खोजेको, लास्टमा त्यो हुक निकाल्ने त्यो रातो नै भित्र छिराइदिएर अनि बिर्सिन्छ। अब त्यो पनि निजेर फेरि अहिले
सोहान झिनलाई धेरै तल खायो कि यसले के हो सर मरेर यो यहाँ तर छ जस्तो लागेपछि त त्यो बल्छी माया मार्दै नि एउटा ल सोचेन चाहिँ होस् हुँदैन तपाईँहरूले याद गर्नुभयो कि गर्नु भएन त्यो रातो मैले त्यही माछाको मुखभित्रै बिर्सेर यत्तिकै जालीमा हालिदिएको छु बिर्सेछु मैले त्यति मऱ्यो ल कुरा गरे तपाईँले 2 किलो त छ त नि छैन त 2 किलो होला नि यो ल पानीबाट चोकिहालौँ त जाल बाँध्न किन फाल्ला खाँदा नि भिर्सियो छ बिचरा ल त्यही राखौँ ल मजाले बाँधेर राखौँ चटो लगाएर सर यहाँ र बाली छ हामी त्यहाँसम्म जानु यार भिडियो बनाउनु पर्ने यार टोपे हो ल भल्ल भल्ल पऱ्यो यार एउटा ल सब धेरै आयो जस्तो यसपालि बाम परिरहेको छ जस बाम पऱ्यो खुसी लाग्यो फाइनली फेरि माछा परेको छ है गाइस पानी परिरहेको छ माछा भटाभट परिरहेको छ हामी कुदेको छ होइन एकदमै राम्रो मिठो बाइट आएको थियो होइन त्यही बाइट आएको भएर दौडेर त्यहाँ पुगेर तान्दाखेरि पुग्न अलिक ढिला भएको कारण फेरि माछा परेको अवस्था के हो यो के हो माछा यो राति 2 बजे चाहिँ गोजले अट्याक हानेको थियो होइन त्यो गोजले अट्याक हान्दाखेरि हामी पुग्न अलिक ढिला भएको भएर माछा चाहिँ मिस भयो कि 4 टुक्रा पारिदिएको थियो ल अहिलेको चाहिँ बिहान भयो है सुभामा चाहिँ पानी यस्तो चिया जस्तो भएर आछ है किनभने रातभरि पानी पर्यो हाम्रो त यहाँ टेन्ट पनि चित्रुक्कै भएको छ है टेन्ट चित्रुक्कै भएर बसिरहेछ हिजो राति यही माछामा हो त्यो चुच्चे बाम रे राजा बाम लागेको अब माछा पनि देखाउँछु म तपाईँहरूलाई हजुर अनि माछालाई चाहिँ हामीले यसरी बाँधेर राखेको छौँ तल है देखाउँछु तल गएर ल यसरी राखेको छु रातिको बामलाई चाहिँ है बसेछ कि जिउँदो छ कि मऱ्यो कि थाहा छैन त्यो चाहिँ हेरौँ बाँचेको त हुनुपर्ने हो किन मर्नु नि सक्छ किनभने पेटमा बल्छी छ ए जिउँदै रहेछ ल पानी त फेरि यस्तो हो कि पुरै घिनलाग्दो इस राति परेको माछा चाहिँ यही हो है यही हो माछा चाहिँ राजा बाम छ क्यामेरा सानो देखिँदो रहेछ लगभग छ होला यो 2 केजी जति त हुनुपर्ने हो किनभने यो अलि उठाएर देखाउँला अहिले चाहिँ छुन्न म किनभने यहाँ अरू रड चेक गर्नु छ फेरि पानी यो पुरै रातो न रातो बगाएको त्यो भएर हो माछालाई एकछिन यहीँ छोडेर पहिला यिनीहरू चेक गर्नु पऱ्यो हेरौँ के छ कसो छ त्यसपछि थाहा हुन्छ यस्तै छ सुनकोसीको ताल होइन अनि यहाँ हामीले हाम्रो लाइट चार्जिङको लागि राखेको छौँ घाम चाहिँ तिर आउँदैछ कि भनेर भने हो तर पानी पर्ला जस्तो गऱ्यो पारी पनि अनि हामी चाहिँ यहीँ बसिरहेछौँ हाम्रै एउटा खन्चुवा बिहान पुरै हेर अनुहार पुरै यहाँ अहिले चाहिँ यसरी खाजा पकाएर खानु पऱ्यो भनेर हो यहाँ पानी परेको त्यो रातिको पानीले गरेर डिस्टर्ब गरिरहेछ यहाँ चाहिँ चट्ट चाउचाउ पकाउनु पऱ्यो है चाउचाउ चाहिँ नर्मल तरिकाले पकाउने सिम्पल वेमा के गरेर खोलै फर्काउने हो फेरि चाउचाउमा चाहिँ यसरी कहीँ बलिरहेछ आगो है हुँदैछ नि होइन
मजाले बोलिरहेछ यसरी अब सट्ट लिएर आएको अन्डा हिँडेको 3टा बाँकी भयो नि 3टा फुटेछ होइन 3टा फुट्यो बिहानको चिया सुप चिया सुप भन्छ यसलाई खाँदैछौँ हामी ट्याक्क मैले पनि खाँदैछु दामी भइरहेछ मैले नै खाँदैछु हामी चाहिँ लोकेसन चेन्ज गर्ने तयारीमा छौँ टेन्सन प्याक गऱ्यौँ होइन झोला प्याक गऱ्यौँ रड त्यहाँ झुन्डिरहेछ सुक्कर यता छ जुत्ता यहाँ सुकाएको छु रातभरिको पानीले भिजेर अनि माछा त्यही नै छ अब त्यसलाई पनि निकालेर लैजानुपर्छ पानीको हालत त्यस्तो छ है ठिकै मिल्क टी जस्तो ल अब हामी लाग्दैछौँ अब लाग्नुलाई यो बाटो पुरै यसरी जानुपर्छ वहाँसम्म है खानेकुरा नि पकाउनु पाएन कारणले भिडियो अलि लामो भएको कारणले पार्ट 2 पनि बनाएको छु त्यो पनि हेरिदिनु होला धन्यवाद